वेलकम बैक टु माई च्यानल। तपाईहरु सबैजनालाई मेरो नयाँ दिन अनि नयाँ भ्लगमा स्वागत छ। सो गाइस अहिले चाहिँ बस्दैछ 4:30। म चाहिँ उठेको थिएँ 4 बजी है। अन्त उठेर चाहिँ भित्र झाडुहरू गरे, ओछ्यानहरू मिलाए। अन्त मैले यसरी ओछ्यानहरू पनि यसरी राखिसकेँ हैन। अब यसरी ओछ्यान राखेपछि चाहिँ तपाईले बुझिहाल्नुभयो होला हामी चाहिँ कहीँ बाहिर जान्छ भनेर। सो यस हैन, म एकछिनमा बताउँछु कहाँ जान्छु भनेर। अन्त यसरी बेडहरू सबै मिलाए, उतापट्टि पनि मेरो रुममा पनि त्यसरी नै राखेँ हैन। सबै बेडहरू उयोहरू पिल्लोहरू अन्त ब्ल्याङ्केटहरू हैन त्यसरी मिलाएर राखिसकेँ। अन्त यहाँ चाहिँ अहिले मेरो पानी तातिँदैछ नुहाउनुलाई है। भर्खर बसाएको अन्त कामसाम सकेर म नुहाउँछु हैन। अन्त गाइस अब मैले तपाईलाई भनिहालेँ हामी चाहिँ जान्छौँ भनेर हैन। बट मलाई चाहिँ नि कस्तो मतलब जानु मन लागेको छैन है। किनभने चाहिँ मेरो चाहिँ नि बिरालो कुकुरहरूको चाहिँ बिजोग हुने भयो। म तपाईहरुलाई देखाउँछु है। लु हेर्नुहोस् त बिचाराहरू दुईजना हैन यसरी बसिरहेछ। यहाँ एकपैखु यहाँलाई छोडेर जानु चाहिँ एकदमै मन लागेको छैन। तर के गर्नु है, जानुपर्छ। अब सालमा एक खेपहरू त जानु पाउँछ, एक खेप दुई खेपहरू त जानु पाउँछ। सो अब मेरो चाहिँ समर ब्रेक स्टार्ट भएको थियो है। समर ब्रेक स्टार्ट हुनुको कारणले चाहिँ म चाहिँ अब जान्छु हैन। अन्त अब मेरो चाहिँ लुगाहरू पनि हेर्नुहोस् त, ब्यागहरू कस्तो थुप्रो भएको छ। यहाँ पनि एउटा ब्याग, यहाँ पनि छ, यहाँ पनि छ है। ए अन्त यो चाहिँ मेरो ब्याग है। सबै रुम यस्तो गरिसकेँ है। म चाहिँ आधी रातमै उठेको थिएँ, आउँदैरै थियो होइन 4 बजी। तपाईँहरूलाई देखाउँछु ल अहिले कस्तो उज्यालो भएको छ। म चाहिँ रेडी पनि भइसकिसकेँ हो। अन्त अब मेरो सामानहरू पनि सबै बाहिर ल्याएँ। यहाँ चाहिँ छ है सामान, एउटा दुईटा तिनटा फेरि यहाँ 4टा। अन्त हामी पेकुलाई चाहिँ हामीले नलगेको, उसलाई चाहिँ हेर्नुको लागि आउँछ मान्छे है। मेरो स्टुडेन्टहरूले हेरिदिन्छ, खानाहरू पनि दिन्छ है। पेकुलु सुनेन त ड्राइभर 100 चाहिँ घर आइपुगे। त्यो एउटा भाग्यमानी है भनेको। छिटो भात र मासु दिइहाल्नु है। यहाँ चाहिँ खाना आइसक्यो है। दाल, करेलाको भुजिया, आलु भुजिया, पुदिनाको अचार, यता चाहिँ अन्डाहरू पनि छ। अन्डा यो चाहिँ कोइलर, रातो खाले चाहिँ कोइलर, सेतो चाहिँ देसी। गाइस म चाहिँ भर्खर उठेको होइन। यस्तो रदो निदाएछु कि आम्मा। भोलि पनि अब 4 बजी उठेको थिएँ नि त होइन। अनि गाडीमा ट्राभल गरेर चाहिँ यस्तो थाकेको थिएँ हो। भर्खर उठेको। अब चाहिँ जान्छु चिया खानु बोलाउनु हुँदैछ तल किचनमा। चिया पिउनु जान्छु। अब यस्तो दुख्यो अल्छी लाग्दो, जिउहरू यस्तो दुख्यो कि अब अब आएपछि यस्तै हुन्छ, अल्छी लाग्दै गयो हो मलाई। केही छैन, अब म उठेर चियाहरू खान्छु अनि फ्रेस हुन्छु है। अन्त मेरो चाहिँ भाइ आएको छैन, ड्युटी गएको छ। भाइलाई पर्खेको हो, अहिलेसम्म आएकै छैन। सो अब चिया पिउनु जान्छु है म चाहिँ। गाइस यहाँ चाहिँ यस्तो पानी पर्दैछ है, झ्यारझ्यारे है। कस्तो देख्यो त हौ, लाइट बाल्नुपर्छ उता। एक्सक्युज मी, लाइट माछा पकाउनु पर्छ। हामीले चाहिँ बागडोग्राबाट माछा लिएर आएको थियो है। माछा पकाउनु पर्छ। मैले चाहिँ रसमिटा ल्याएको थिएँ, रसमिटा खोल्नुपर्छ अहिले भाइ आएर। अन्त तपाईँहरूलाई म एउटा चिज देखाउँछु ल। यो म्याङ्गो चाहिँ हामीले किनेर ल्याएको होइन, बट यो चाहिँ हाम्रो घरको हो। अब चाहिँ म माछाको लागि प्रिपरेसन स्टार्ट। यता मम्मी
कति 1 महिना जस्तो बादमा आयो मम्मी भेटेको हामी। 1 महिना बादमा भेट भएको आमा छोरी। अस्ति चाहिँ हामी भाइको नानीको भात खुवाइमा भेटेको थियो, त्यहाँदेखि चाहिँ आज भेटेको। त्यहाँदेखि अब चाहिँ हामी चाहिँ माछा बनाउनु आँटेको। जाडो भएर चाहिँ मैले स्वेटरै लिएको थिइनँ, बट यो चाहिँ मलाई मम्मीको भयो हो, अन्त त्यो लगाएको मैले। जाडो भयो नि त, पानी परेर होला है, पुरा जाडो भइरहेको थियो। अन्त अब चाहिँ म स्टार्ट गर्छु है। मैले माछा फ्राई गर्नु स्टार्ट गरेँ है। माछा रेडी भयो, झोल बनाएको है मैले चाहिँ। म बनाउँदैछु बेबी कर्नको पकौडा है। यहाँ चाहिँ छ प्याज हो, किनभने यहाँ उब्रियो भने चाहिँ म यो हालेर फेरि बनाउँछु नि त। त्यहाँदेखि चाहिँ म पकाउँछु कुखुरा है, कुखुराको मासु। ड्याडीले चाहिँ कुखुरा काटिदिनु भएको छ आज होइन, हामी आएको खुसीमा। मसलाहरू रेडी छ मेरो चाहिँ पाक्दैछ मासु है, मम्मीले बनाउनु हुँदैछ। सो गाइज अहिले चाहिँ कामहरू सबै सकिसक्यो। सो म चाहिँ अब रेस्ट गर्छु होइन, अन्त मेरो भिडियो पनि एन्ड गर्छु अब चाहिँ है। सो हेर्दै जानुहोस् होइन, भोलि पनि म अर्को भ्लगहरू हाल्छु होइन। अब बिहाको यो बेलामा त म हालि नै राख्छु नि त, नभ्याउँदा चाहिँ अब के गर्नु है। सो त्यही हो मेरो चाहिँ भ्लग यतिसम्म नै हो। टिल देन बाई बाई एभ्रिवान, टेक केयर।